यो चाहिँ टिभी हो यता चाहिँ किचन एउटा जम्मा पाहुना चाहिँ आफन्त थियो सानी चाहिँ उहाँ हो उहाँले नै यो 16-17 वर्ष साउदीमा बसेर उहाँले पसिना बगाउनु भएर यत्रो बनाउनु भएको छ हैन एकदम महँगो महँगो राम्रो राम्रो सामानहरु हाल्नु भएको छ भित्र यस्तो किचन छ सानी पनि बुढी भइसक्नु भयो यत्रो घर बनाउँदा सिटिङ रुम यता यहाँ जता बसेर टिभी हेर्नु उनीहरुले उहाँ बाहिर चाहिँ यस्तो मजा छ खुल्ला ठाउँ छ हावा सरर आउँछ